हेलो एभ्रिवान, आज शनिबारको दिन। आज त दिन पनि कस्तो भएको कि कहिले पानी परेछ कहिले घाम भएको छ। अनि त्यही बेला म त छततिर गएँ अनि यसो हेरेको भिडियो बनाउनु मन लाग्यो, गएर भिडियो खिचेँ। कस्तो राम्रो देखियो कि भ्यू हेर्नु नि त। अलिअलि पानी चाहिँ परि नै रहेछ सिमसिम, तै पनि गएको म भिडियो बनाउँछु भनेर। अनि भिडियो खिचेँ अनि फोटो खिचेँ। अनि पानीले भिजेको त्यो फुलहरू कस्तो राम्रो देखियो कि। अनि त्यसको पनि फोटो खिचेँ। कस्तो दामी देखिएको कि हेर्नु न। आजको मौसम के भएको, एकछिनमै घाम लाग्छ एकछिनमै पानी पर्छ, अचम्मै छ। फुल कति राम्रो देखियो कि पानीले भिजेको है, कस्तो राम्रो देखियो कि। म त अनि क्यामेरामा कैद गरिहालेँ। भ्यूहरू पनि त्यस्तै राम्रो देखिएको। अनि आज चाहिँ चिसो चिसो मौसम थियो कि। अनि छोरो पनि खेलिरहेछ आफ्नै सुरमा पढेर ओरेर। हजुर आज कस्तो चिसो चिसो मौसम छ है, पानी परिरहेछ। तिमीलाई त पसिना अलिअलि आउँछ। अनि चिसो चिसो मौसममा आज अन्डा करी खाने हो। मिठो लाग्छ? मिठो लाग्छ। ल म आज अन्डा करी बनाउँछु है त। मामुलाई हेल्प गर्छ नि। अन्डा करी बनाएँ ओरे। अनि त्यसपछि मम्मीले चाहिँ खानुहुन्न कि, मम्मी चाहिँ भेज हुनुहुन्छ। अनि मम्मीलाई चाहिँ हामीले रोटी तरकारी बनाएर छुट्टै दियौँ। अनि हामी आमा छोरा भएर चाहिँ खायौँ। कस्तो राम्रो फुल हेर्नु नि त। अनि हजुरहरूले चाहिँ के खानुभयो? कस्तो राम्रो बेलुकाको यो कस्तो राम्रो देखियो कि। छोरोले पनि खान थाल्यो, मिठो छ भन्दैछ। अनि मैले पनि खाएँ। हजुरहरूले चाहिँ के खानुभयो आजको खाना? कमेन्ट गर्नुहोला। बाई।